म कस्तो बनाऊँ होला? भएर तपाईहरुले मलाई सहयोग गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले कमेन्टमा गएर कस्तो खाले बनाऊँ भनेर भन्नु होला र तपाईहरुले भनेको जस्तै बनाउने छु म र त्यसमध्ये राम्रो भयो भने म तपाईहरुमध्ये एकजनालाई छानेर एउटा राम्रो बुके बनाएर तपाईहरुको ठेगानासम्म पुर्याउने छु। त्यसको लागि तपाईहरुले कमेन्टमा गएर भनिहाल्नु है छिटो। नमस्ते साथीहरु, वेलकम छ मेरो अनबक्सिङ भिडियोमा। यो चाहिँ मैले काठमाडौँबाट पार्सल मगाएको थिएँ, त्यो पनि हामीले इबर पेटल नेपालबाट हो। यो के हो भनेर तपाईहरुलाई उत्सुकता भइरह होला। म विस्तारै गरेर सबै देखाउँछु तपाईहरुलाई। हेर्न सक्नुहुन्छ यस्तो झोलामा आएको छ। ल 3 2 1 गो। ल गाइज यो चाहिँ हैन बुके मेकिङ सामानहरु मेटेरियलहरु हो। यो चाहिँ मैले 7 कक्षादेखि किन्ने भनेर बसेको है। अनि बल्ल म अब 9 कक्षा जान लाग्दाखेरि बल्ल पाइरहेको छु मैले। र यसमा के छ भनेर देखाउँछु। यो चाहिँ मैले आफै कस्टमाइज गरेको हो। कलरहरु सबै चुजन गर्न मिल्छ नि त, मैले आफै कलर चुजन गरेर सबै गरेको हो। यो चाहिँ मेरो टोटल्ली भनेको 1295 रुपीजको हो। अब यसलाई अनबक्सिङ गर्छु है त। ओके ल खोल्यो है। यसमा चाहिँ सुरुमा मैले यो चाहिँ रिबन हो, पिंक कलरमा छ, रेड कलरमा छ, अनि ब्लू कलरमा छ, पर्पल कलरमा छ। अनि मैले अझै एउटा रेड मगाएको छु किनकि रेड धेरै चाहिन्छ नि त, त्यही भएर मैले दुईटा रेड अनि अरु चाहिँ कलर डिफ्रेन्टमा ल्याएको छु। यो भयो, यो 5 वटा पिस छ यो। and then I found this। यो चाहिँ रेडीमेड बो हो जुन चाहिँ हामीले पहिलेबाट बनाएको पाउँछ, तर लाउँदाखेरि चाहिँ हामीले मिलाएर लाउनुपर्छ। दुईटा पाएको छु मैले। यो चाहिँ हाम्रो कम्बो है। फेरि यो चाहिँ थर्मोकोल, एक पिस थर्मोकोल पाएको छु मैले। अनि त्यसपछि यो चाहिँ ग्लिटर, व्हाइट कलरमा ग्लिटर छ जुनले चाहिँ चम्काउने काम गर्दा कस्तो राम्रो लाग्छ क्या, त्यही भएर। एन्ड देन यसमा हामीले एउटा दुईटा तीनटा 5 वटा चाहिँ ग्लु स्टिक पाएको छ। यो ग्लु पनि थियो तर मसँग अलरेडी ग्लु भएर मैले ग्लु मगाइन। एन्ड देन 50 पीसेस ब्याम्बू स्टिक। अनि त्यसपछि 2 पिस बटरफ्लाई, 3D बटरफ्लाई, एउटा सिल्भर कलरमा एउटा गोल्डन कलरमा। अनि त्यसपछि यो चाहिँ स्नो रोल भयो। यो चाहिँ मैले हाफ मिटर पाएको छु, हाफ मिटर। एन्ड देन लास्टमा चाहिँ रहेको छ हाम्रो र्यापिङ पेपर। यसमा चाहिँ र्यापिङ पेपर हामीले 8 वटा पिस पाएको छु। सुरुमा त ब्ल्याक कलरमा पाएको छु, बवाल छ है ब्ल्याक कलरमा। एन्ड देन व्हाइट कलरमा, एन्ड देन यो प्रिन्टेड वाला छ एउटा, बवाल छ, भित्र पनि पिंक कलर। एन्ड देन नेक्स्ट इज यो ब्ल्याक कलरमै हो बट यसमा चाहिँ सिल्भर छ है। यो चाहिँ मैले टोटली 8 वटा पाएको छु। म कस्तो बनाऊँ होला? म फर्स्ट टाइम भएको कारणले होला मलाई केही थाहा छैन कस्तो बनाऊँ भनेर। त्यही भएर तपाईहरुले मलाई सहयोग गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले कमेन्टमा गएर कस्तो खाले बनाऊँ भनेर भन्नु होला र तपाईहरुले भनेको जस्तै बनाउने छु म र त्यसमध्ये राम्रो भयो भने म तपाईहरुमध्ये एकजनालाई छानेर एउटा राम्रो बुके बनाएर तपाईहरुको ठेगानासम्म पुर्याउने छु। त्यसको लागि तपाईहरुले कमेन्टमा गएर भनिहाल्नु है छिटो। र तपाईहरुलाई पनि मेरो जस्तै यस्तो राम्रो क्वालिटी फोटोमा देखा जस्तै गरी एउटा राम्रो खाले हैन, फोटोमा जस्तो देखा त्यस्तै चाहिएको छ भने मैले त्यो आईडी को नाम पनि तलपट्टि पिन गर्दैछु र त्यहाँ गएर तपाईले अर्डर गर्न सक्नुहुन्छ। उहाँकोमा चाहिँ धेरै नै कम्बो हुन्छ हैन, जति भने पनि कम्बो पाइन्छ हैन तपाईले, अनि त्यही कम्बोबाट लिन सक्नुहुन्छ। उहाँले चाहिँ हैन यति स्वीट हुन्छ नि, कस्तो मिठो तालले बोल्नुहुन्छ र
केही नरिसाइकन बोल्नुहुन्छ कि अनि त्यही भएर रमाइलो लाग्छ उहाँसँग बोल्न नि त्यही भएर पनि मलाई उहाँबाट धेरै जस्तो मगाइरहने गर्छु म अनि आज चाहिँ मैले मगाइसकेको छु र तपाईहरुलाई पनि चाहिएको छ भने उहाँबाट अर्डर गर्न सक्नुहुन्छ मेरो छोटो अनबक्सिङ भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईहरुले मलाई सहयोग गरेर कमेन्टमा गएर के कस्तो बनाउने भनेर भनिदिनुस् र त्यही अनुसार म बनाएर तपाईहरुलाई शेयर गर्नेछु र त्यही म बना राम्रो भयो भने तपाईहरु मध्ये एकजनालाई छानेर म एउटा राम्रो बुके तपाईको ठेगाना सम्मै पुर्याएर दिनेछु बाइ बाइ